साथीहरु म यहाँ थुक्पा बनाउन गइरहेको छु। त्यसको लागि यहाँ तेल राख्ने, पहिला तेललाई हिट गर्ने। तेललाई हिट गरेपछि यहाँ जिन्जर गार्लिक राखेर मजाले भुट्ने, ब्राउन गर्ने, यसलाई यसरी भुट्ने। त्यसपछि यहाँ थोरै मैदाको पिठो राख्ने, मैदाको पिठोलाई मजाले ब्राउन गरेर भुट्ने यसरी। त्यसपछि यहाँ मिक्स भेज तपाईलाई के मन पर्छ त्यो भेजहरु तपाईले यहाँ राख्न सक्नुहुनेछ। यसरी मैले चाहिँ यहाँ सबै मिक्स गरेर राखेको छु। त्यसपछि यसलाई मजाले भुट्ने, एकछिन केही समय भुट्ने। त्यसपछि तपाईलाई आवश्यकता अनुसार यसमा चाहिँ कति सुप चाहिन्छ त्यो अनुसार अब हामीले पानी राख्ने। यसरी यसरी राखिसकेपछि यसलाई केही समय पकाउने, उमाल्ने। त्यसपछि हामी यहाँ मसला राख्न गइरहेका छौं। यसरी राख्ने सबै मसलाहरु तपाईलाई के मन पर्छ, स्पाइसीहरु सबै कुरा यसरी राख्ने। त्यसपछि यो हो डार्क सोया सस। यसले टेस्ट पनि गराउँछ र कलर पनि दिन्छ। यो हो भिनेगर। अब त्यसपछि हामीले चाहिँ यसलाई मजाले पकाउने। त्यसपछि उम्लेपछि चाहिँ हामीले यसलाई यसरी नुडल चाउमिन हाल्ने। चाउमिन राखिसकेपछि केही समय यसरी उमालेर मजाले पकाउने है त साथीहरु। त्यसपछि हाम्रो चाहिँ सबै रेडी भइसक्यो। अब खानालाई पुरा रेडी भयो। तपाईहरु पनि यसरी बनाउन सक्नुहुनेछ साथीहरु।